किनभने तपाईँहरूले चाहिँ मलाई म आइएस एलिजाको भिडियो राख्छु र म उहाँको विषयमा केही बोल्छु। उहाँहरू भनेको एकदम मन पनि खुल्ला भएको आकाश जस्तो भएको के, किनभने उहाँले डोनेसन पनि दिन्छ, नदिने होइन, उहाँले गरिबलाई हेर्छ, नहेर्ने पनि होइन। अरू पनि छ टिकटकरहरू, सोध्ला तपाईँले अरूको त किन भिडियो बनाउँदैन, तैँले एलिजा आइएसको मात्रै किन बनाउँछ भन्ला। जसको मन चाहिँ सफा हुन्छ, जसले राम्रो काम गर्छ उसको मात्रै हामीले भिडियो बनाउनु हो। एलिजा आइएसले सपोर्ट गर्छ कति होइन, अहिले उन्नति गर्यो भन्नु 24-25 वर्षको मान्छेले अहिले त्यत्रो घर किनेर, कार किन्यो, गाडी किन्यो, बङ्गला किन्यो, दुनियाँ व्यापार बिजनेस बढाइरहेको छ। नेपाललाई एउटा चिनाउँछ नि त, रोजगारी पनि भइरहेको छ नि त नेपालको दिदीबहिनी दाजुभाइहरूलाई, काममा त राखेको छ फ्याक्ट्रीमा आइएस एलिजाले। र अहिले त उनीहरू त टुरमा छ, तपाईँलाई थाहा नै छ होला, कहिले ब्याङ्कक, कहिले थाइल्यान्ड, कहिले सिङ्गापुर, कहिले कता चाहिँ उनीहरू घुमिरहेको छ तिहार दिनको नै। र म के भन्नु चाहन्छु भने यो रमेशलाई नि हेर बाबु, सुन त मेरो कुरा, त पनि अर्कालाई गाली नगर, त पनि कुन चाहिँ ड्याङको मुला हो, त पनि खतम हो त पनि मान्छे त होइन। त हाम्रो एलिजा आइजलाई जे पाइ त्यही भन्ने त, अनि कहिले त के अरे फोटो धुलाइन्छु यताउता ल्याइदिएर गफे हो, मैले पहिला दिन भनेको हो। र मैले तुलसा बहिनीलाई पनि मेरो भिडियो हेरेको छ, हेर बहिनी तिमी त्यो अर्काको म्याटर नपरे क्या, कहिले भरतको म्याटर परेको छ, कहिले आइएस एलिजाको म्याटर परेको छ, कहिले कसको म्याटर हो, कहिले कसको म्याटर हो। तिमीले त्यो अर्काको पर्सनल जिन्दगीमा आएर म्याटरमा तिमीले गाली खानु छ, भ्युजै कमाउनु छ भने त्यो अब तिम्रो पर्सनल हो कुरा हो। मैले भन्नु खोजा चाहिँ तिमी आफै त्यति राम्रो पसल छ तिम्रो, जौला खेलमा कहाँ पसल तिम्रो, जौला खेलमा है, जौला खेलमा पसल भएको मान्छे राम्रोसित पसल चलो, आफ्नो विज्ञापन गर न, अनि तिम्रो पुसन बढ्छ। अर्काको जिन्दगीमा तिमी व्यापारी भएपछि व्यापार गर क्या, व्यापार अर्काको कुरा नकारा नानी, व्यापार गर। तिमी 2-4 पैसा तिमीलाई पनि हुन्छ र तिम्रो सपोर्ट गर्ने मान्छेहरूलाई पनि हुन्छ र किन्न आउँछ। त्यो नानु ठकुलाई कुरा सिकाउने, आफ्नो छोरामाथि भड्काउनु खोज्ने यस्तो कुरा नगर नानी तिमी, किनभने तिम्रो पनि बच्चा छ र तिमी पनि बिहे गर, डिभोर्स भएको मान्छे हो तिमी, अब फेरि बिहे गर। तिमी भन्छ कि ए मेरो वाइफ भन्छ उसैमा रमाइलो गर्ने, त्यस्तो नेपाली समाजले अलिक भन्नु सक्दैन बहिनी। हामी नेपाल समाजको संस्कारमा हुर्केको मान्छे, हामी कुहिरी देशको कन्ट्रीको, हामी अमेरिकाको कन्ट्रीको मान्छे होइन, हामीले त्यस्तो बोल्नु मिल्दैन। किन हाम्रो समाजमा के सिकाएको छ भनेदेखि ल डिभोर्स गरे पनि ल बिहे गऱ्यो भने ठिक छ, तिमी बोयफ्रेन्ड बनाउँदै हिँड्ने त्यो सुहाउँदैन तिम्रो त्यो उसले। किन सुहाउँदैन भनेदेखि तिम्रो पनि छोरी छ, भोलि छोरीलाई नराम्रो हुन्छ, बिहे गरेर बस, कहिले भरत भनेको छ, कहिले को भनेको छ, कहिले के भनेको छ, यो सामाजिक सञ्जालमा आएको आइछ, कहिले त्यसले डिभोर्स गरे हो। तिमीलाई के मतलब अर्काको भने कि सबैको ठेका ल्याएको छ कि तिमीले हो तुलसा। त्यस कारण गरेर मैले तिमीलाई भनेको, मैले तिमीलाई कति गाली गरेर भिडियो पनि बनाए, भिडियो हेऱ्यो पनि होला तिमीले, नहेऱ्यो होला होइन। मैले भन्नु खोजेको चाहिँ पहिला आफूमा फोकस गर। तिमीलाई कसको अर्काको बिचमा आएर म्याटर पर्नै पर्दैन क्या तिमीलाई। अब उसको बुढीको झगडा परेको छ भने बुढाको झगडा उनीहरू आफै सल्टाउँछ, तिमीलाई किन बिचमा आएर बोल्नु पर्यो, मैले भात खान टाके यो फल्ना थल्ना। अब रमेश बस्नेतको चाहिँ भतुवा त कुरै नगर्यो, त मलाई झन् 1 नम्बर मनै पर्दैन। यो भनेको खत्तमै मान्छे हो क्या, किन भनेदेखि यसले भने अर्काको ज्वलन इच्छा मात्रै गर्ने हो क्या, गर्नु केही छैन। यो अस्ट्रेलिया कि कुन देशको कुनाभित्र छ, ठुल्ठुलो कुरा गर्छ, शाहले गाली गर्छ अरूको यताउति। हाम्रो आइएस एलिजाको सपोर्ट गरेको थियो नि, फेरि एकदिन गरेर आएको साला गाली गर्ने बेला त गाली गर्छ, त बोल्ने बेला जे पाइ त्यही बोल्ने, अनि त ठुल्ठुलो कुरा गर्ने। साला 10 लाख तिरेर म के अरे बिहे गरेको छ अरे, डिभोर्स छ अरे, पेपर छ अरे, मान्छे ल्याइन्छु ह्यान त्यान भने फुर्ती लागिरहेको थियो त, खोया गरिस् के गरिस् लास्टमा केही पनि छैन त के गर्छ। यस्तो भतुवाको कुरा नसुन्नु होला है रमेश बस्नेत। अनि यो तुलसा पनि अहिले के भइरहेको हो, यसको कुरा पनि नसुन्नु, यो व्यापार गरेर खा हुन्छ र तपाईँको, अनि उसको कुरा पनि नसुन्नु। यो अहिले छ नि यो नान ठकुरी, यिनीहरूको कुरा पनि नसुन्नु होला तपाईँहरूले। अब तपाईँहरूको इच्छा, म त के भन्छु, अब सपोर्ट गर्नेले गर्नु, नगर्ने नगर्नु। मैले गर्नु भन्दा तपाईँले गर्ने होइन, मैले नगर्ने भन्दा पनि नगर्ने होइन। फुलको आँखा फुलै संसारै काँडाको आँखा काँडै संसार भन्दै आजको लागि बिदा हुन्छ साथीहरू। मेरो च्यानल